ओ साउजी त्यो साइकल बेच्नु हुँदैछ त धेरै साइकल रहेछ है हजुर हजुर सर यो साइकल तपाईको साइकल छ यहाँ अनि के साइकल लिन आउनु भएको साइकलले लिन आएको हो कहाँ हजुरको साइकल हाले चाहिँ भक्करै फेरि सुकी वेस्ट भएर आयो सर फेरि साइकलको पसलमा साइकल लिन आएर के टाइम चाहिँ मुम्बली किन्न त आएन साउजी कडा हो कुन साइकल चाहिँ यो मध्ये हजुरलाई 1 2 3 4 5 6 वटा साइकल छ कुन लगाउनुहुन्छ ल यो र त्यो रेड मिलाउनुस् त दुईटाको यो रातो अनि कुन यो एउटा यो यो रातो र यो रातो दुईटा रातो गर्नुस् त यो चाहिँ पछाडी यो एकदम पुरानो जमानाको जमानाको साइकल हो हजुर अगाडि ब्रेक छैन यसको पछाडी ब्रेक कस्तो चलाउँदा ट्याक्क पछाडी ब्रेक पैडल गरेपछि ब्रेक लाग्छ अनि यो चाहिँ जर्मन मोडल हो जर्मन मोडल यसको चाहिँ 30,000 तपाईलाई साउजीले पनि रातै कपडा लाउनु भएको रहेछ साइकल पनि रातै रुच्यो ल रेड मिलाउनुस् त साउजी अलि भइहाल्छ नि मिलाउनु यो भयो 10 भयो यो भयो 30 भयो 40,000 भयो मिलाएर तपाईलाई त्यही 35 सम्म लगाउनु न साउजी अलि मिलाउनु न भएन यस्तो मिलाउने कुरा गर्नु न म त साइकल किन्न आयो गाडी किन्न हैन नि साउजी यस्तो मस्कन ल ठिक छ ल 35 भने ल 30 दिनु नि त साउजी रेट मिल्दैन जस्तो छ साउजी म एकछिन रेट नमिल्ला जस्तो छ साउजी यो ट्रक कतिमा भाडामा पठाउनु भएको छ अहिले त्यो अर्काको छोड्नु न यो त व्यापार मान्छेहरु ल यो मिलाउन त साउजी नतरी एकचोटि रेट मिल्दैन जस्तो छ साउजी म चाहिँ नहोला साउजी अर्कोचोटि आउँला पैसा पनि त्यति छैन है ल सुन त मिल्यो साउजी कस्तो साउजी रहेछ रेटै नमिल्ने साउजी